मिनासान कोनिचिवा आज हामी यो भिडियोमा हामीले यो अघिल्लो भिडियोमा हामीले रुल नम्बर 1 तेन मारु भनेर पढेका थियौं र आज हामीले यो भिडियोमा चाहिँ अब मेरो भाषामा सरल भाषामा मैले बेसमा आउने शब्द भनेर पढाउँछु। अब बेसमा आउने शब्द कुन कुन छन् र के को बेसमा आउँछ भन्ने कुरा आज हामी यहाँ क्लियर हुन्छौं है त। ओके, अब मैले यहाँ तपाईलाई एउटा लाइन लेखेको छु, या यु यो भन्ने शब्द जुन लाइन छ यो लेखेको छु, या यु यो। जहिले पनि हिरागानाको जहिले पनि बेसमा आउने शब्द यो तीनटा हो। ओके, अब बेसमा कसरी आउँछ भन्ने कुरा म सिकाउँछु। पहिला हाम्रो कन्सेप्ट के क्लियर हुनु पर्यो भन्दाखेरि तपाईको बेसमा आउने शब्द कुन हो र के को बेसमा आउँछ भन्ने कुरा हामीले सिक्नु पर्यो। ओके, अब बेसमा आउने शब्द सधैँ या यु यो मध्ये कुनै एउटा आउने हो बेसमा आउने शब्द। ओके, अनि के को बेसमा आउँछ भन्दाखेरि हाम्रो इकारको बेसमा। जस्तो इकार भन्नाले हामीले जसलाई पढ्दाखेरि इ साउन्ड आउँछ। जस्तो हामीले हिरागाना पढ्दाखेरि काको की भनेर पढाएको थियौं, साको सी भनेर पढाएको थियौं, ताको ची, नाको नी, हाको हि, माको मी, राको री भनेर पढाएको थियौं। र हामीले तेन दिन पनि पढ्यौं, किमा तेन दिन गी हुन्छ, सीमा तेन दिन जी हुन्छ, चीमा तेन दिन जी हुन्छ, हिमा तेन दिन बी अनि हिमा मारु पी भनेर पढाएको थियौं। भनेको चाहिँ हामीले जस्तो हामीले पढ्दाखेरि इ साउन्ड आउँछ, त्यो इ साउन्डलाई मैले इकार भन्छु। त्यो इकारको बेसमा या यु यो आउने हो, नचुकिने है। कतिपयले काको बेसमा लेख्नु भएको हुन्छ। जहिले पनि बेसमा आउने शब्द या यु यो भयो, के को बेसमा आउँछ? इकारको बेसमा आउँछ। ओके, जसलाई हामीले पढ्दाखेरि इ साउन्ड आउँछ। अब हामीले कसरी लेख्ने भन्ने कुरा हेरौँ है, गाह्रो कुरा होइन। जस्तो अब यो सुरुमा यो की भन्ने शब्दमा गए, तपाईको यो की भन्ने शब्द दिएको छ। ओके, अनि यो बेसमा आएको छ त्यसलाई सानो गरेर चाहिँ बेसमा लेखिदिनु पर्यो है। जस्तो तपाईको यो एउटै लाइनमा पढ्नु पर्यो। कसैले यसरी लेख्नु आउँछ, यो की लेख्नुहुन्छ नि तलबाट यसरी या लेख्नुहुन्छ, यो रङ हो है, यसरी लेख्ने होइन। एउटै लाइनमा पढ्नु पर्यो र सानो बनाएर लेख्नु पर्यो, त्यसलाई बेसमा लेख्नु पर्यो यसरी है। अब की को बेसमा या पनि आउन सक्छ, की को बेसमा यु पनि आउन सक्छ र की को बेसमा के पनि आउन सक्छ? यो पनि आउन सक्छ। अब तपाईको बुकमा यसरी आयो भने हामीले के भनेर प्रोनाउन्सिएसन गर्ने भन्ने कुरा मात्रै हो है। ओके, ध्यान छ। अब यो की को बेसमा या आयो भने तपाईले की प्लस यालाई के भनेर प्रोनाउन्स गर्ने? क्या। की को बेसमा या आयो, की प्लस या क्या। की को बेसमा यु आयो, की प्लस यु क्यू। की को बेसमा यो आयो, की प्लस यो क्यू। हेर्नुस् त, यसरी प्रोनाउन्सिएसन गर्नु पर्यो। की को बेसमा या आयो भने क्या भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो। की को बेसमा यु आयो भने की प्लस यु क्यू भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो। र की को बेसमा यो आयो भने के गर्नु पर्यो? क्यो भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो है। त्यसैले तपाईको अर्को शब्द के दिएको छ? यहाँ सी दिएको छ, हैन त? सी को बेसमा या आयो हो, सी को बेसमा यु आयो, सी को बेसमा यो आयो। अब हामीले के भनेर प्रोनाउन्सिएसन गर्ने भन्दाखेरि सी को बेसमा या आयो, सी प्लस या के हुन्छ? स्या। सी को बेसमा यु आयो, सी प्लस यु के हुन्छ? स्यु। र सी को बेसमा यो आयो, सी प्लस यु के हुन्छ? स्यौ। हेर्नुस् त, स्या स्यु स्यौ भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो। ओके, त्यसै गरेर ची भन्ने शब्द आउला, हेर्नुस् है। ची को बेसमा या आयो, ची को बेसमा यु आयो, ची को बेसमा यो आयो। अब यसलाई के भनेर प्रोनाउन्स गर्नु पर्यो? ची को बेसमा या आयो भने चिया भन्नु पर्यो, ची को बेसमा यु आयो भने च्यु, ची को बेसमा यो आयो भने च्यु। हेर्नुस् त, च्या च्यु च्यौ भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो है। त्यसैले तपाईले अब सबैकै बनाउन सक्नुहुन्छ। नी को बेसमा या आयो भने नी प्लस या न्या, नी को बेसमा यु आयो भने नी प्लस यु न्यू, नी को बेसमा यो आयो भने न्यो। त्यसै गरी हि को बेसमा या आयो भने हा, हि को बेसमा यु आयो भने ह्यु, हि को बेसमा यो आयो भने ह्यो। यसै गरेर सबैको के हुने भयो? एउटै प्रोनाउन्सिएसन जस्तो हुने भयो है। तपाईको की को बेसमा या आछ क्या भयो, सी को बेसमा या आछ स्या भयो। यसरी चाहिँ हामीले रुल नम्बर 2 मा चाहिँ जुन बेसमा आउने शब्द जुन या यु यो छ, त्यो के को बेसमा आएको छ, कुन शब्दको बेसमा आएको छ? इकारको बेसमा आएको छ। हामीले यो कुरा चाहिँ क्लियर हुनु पर्यो। ओके, हामीले रुल नम्बर 2 मा पढ्ने यही नै हो। अब तपाईलाई मैले बुकमा कसरी आउँछ भन्ने कुरा पनि यहाँ सिकाउँछु। जस्तो हेर्नुस् त, अब तपाईले बुकमा तपाईले के भनेर पढ्नुहुन्छ? यसरी सी आउँछ, यसरी बेसमा या अनि सी अनि न आउँछ। हेर्नुस् है। अब यहाँ नि त यसलाई सी को बेसमा या आउँदा के भनेर पढ्नु पर्यो? अब स्या भनेर पढ्नु पर्यो। यो पछाडिको सी अनि न, यो स्यासिन भनेको फोटो अथवा फोटोग्राफ हैन। फोटोलाई के भन्छ? स्यासिन भन्छ। पिक्चरलाई फोटोलाई के भन्छ? स्यासिन। हेर्नु त, सी को बेसमा या आउँदा स्या, फेरि तपाईले यस्तो लेख्नुहुन्छ सी, सरी सी या सिन हैन नि है, यो रङ है। सी या सिन हैन, के भन्नु पर्यो? सी को बेसमा आएपछि स्या भनेर लेख्नु पर्यो, स्यासिन भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो। ओके, त्यस्तै गरेर अब अरु के लेख्न सकिन्छ? धेरै कुराहरु छन्। अब जस्तो मैले यो हि लेखे, हि को बेसमा या अनि कु लेखे। हेर्नुस् त, हेर्नुस् है, हि लेखे, हि को बेसमा या अनि कु लेखे। अब यसलाई के भनेर प्रोनाउन्सिएसन गर्नु पर्यो? ह्याकु। आधा ह या अनि के भयो? कु, ह्याकु। हि या कु हैन, के भन्नु पर्यो? ह्याकु। त्यस्तै गरेर हिमा तेन दिन बी, बी को बेसमा यो अनि उ अनि इ अनि न। हेर्नु त, अब यसलाई के भन्नु पर्ने? हिमा तेन दिन बी, बी को बेसमा के आयो? यो आयो भने चाहिँ ब्यो भनेर भन्नु पर्यो।
अनि पछाडि उ अनि इ अनि न बेउइन भनेको के भयो हस्पिटल भयो। यसरी चाहिँ हामीले यसरी शब्द बेसमा आयो भने के भन्न पर्नु पर्यो स्यासिन ह्याकु बेउइन यसरी भन्नु पर्यो है ओके। यो चाहिँ हाम्रो रुल नम्बर 2 भयो। त्यस्तै गरेर हामी रुल नम्बर 3 मा हेर्छौँ। रुल नम्बर 3 मा चाहिँ हामीले आदि शब्द भन्नु पर्छौँ। अब त्यो पनि तपाईँलाई म बुझाउँछु ओके। अब रुल नम्बर 3 मा हेरौँ। रुल नम्बर 3 मा के दिएको छ अब मैले पढाउने भाषामा चाहिँ यसलाई म आदि शब्द भनेर पढाउँछु। अब जापानिज भाषामा कुन शब्दले चाहिँ आदि शब्द डिनोट गर्छ भन्ने कुरा हामी यहाँ हेर्छौँ है त। हेर्नुहोस् त अब जापानिज भाषामा आदि शब्द भनेको हामीले जुन यो चु भनेर पढ्यौँ यसलाई हामीले सानो बनाउँछौँ है। सबै ओडमा हाम्रो जापानिज भाषामा एउटा मात्र आदि शब्द हुन्छ तर हामीले के डिनोट गर्छौँ सानो चुले गर्छौँ। जस्तो मैले तपाईँलाई इक्जाम्पल दिन्छु। जस्तो हेर्नुहोस् हैन पहिला मैले यहाँ लेखेँ हा लेखेँ सानो चु लेखेँ से अनि न है। कामा तेन गा सानो चु अनि को अनि उ लेखेँ। त्यस्तै गरेर रो लेखेँ सानो चु लेखेँ फुमा मारो पु अनि न लेखेँ हो। त्यस्तै गरेर अब हा लेखेँ सानो चु लेखेँ सा लेखेँ अनि इ लेखेँ। त्यस्तै गरेर सामा तेन जा लेखेँ सानो चु लेखेँ सी लेखेँ। हेर्नुहोस् त अब यो सबै सानो चु अब यसलाई हामीले आदि शब्द भनेर प्रोनाउन्सिएसन गर्छौँ ओके। अब तपाईँको जापानिज जस्तो हाम्रो नेपाली भाषामा के हुन्छ क को पछाडि जस्तो आधा क को आधा शब्द आधा क हुन्छ ख को आधा ख हुन्छ ग को आधा ग हुन्छ आफ्नै आफ्नै हुन्छ। तर जापानिज भाषामा चाहिँ के हुन्छ तपाईँको आदि शब्द चाहिँ एउटै वर्डले डिनोट गर्छ त्यो भनेको सानो चु। तर यसको प्रोनाउन्सिएसन जुन छ यो प्रोनाउन्सिएसन चाहिँ योभन्दा पछाडिको शब्द जुन छ त्यसमा डिपेन्ड हुन्छ। जस्तो अब हेरौँ जस्तो तपाईँको यो शब्द हेरौँ है सुरुको शब्द हा भयो यो पछाडिको यो से हो अनि यो के हो न हो है। हेर्नुहोस् त अब यसलाई प्रोनाउन्स गर्दाखेरि यसको प्रोनाउन्सिएसन यसमा डिपेन्ड हुने भयो कि त्योभन्दा पछाडिको वर्डमा हो। त्यो सानो चु भन्दा पछाडिपट्टि के छ से छ भनेको चाहिँ अब सी भनेको सा सी सु से सु स लाइनको हो नि त। त्यो स लाइनको भएर यसको प्रोनाउन्सिएसन के भयो आधा स भएर। हेर्नुहोस् त आसेन भनेर प्रोनाउन्स गर्नु पर्यो। अब सेकेन्ड हेर्नुहोस् त यहाँ पछाडि के दिएको छ सुरुको कामा तेन के भयो गा भयो ओके पछाडिको को हो अनि उ भयो। अब यसलाई के भनेर प्रोनाउन्स गर्नु पर्यो पछाडि को भएपछि का कि कु के को क लाइनको हो कि होइन क लाइनको भइसकेपछि हामीले के गर्ने यसलाई आधा क भनेर प्रोनाउन्स गर्नु पर्यो गाक्को। गाक्को भनेको के हो स्कुल भयो कि मिनिङ हामीले पछि पनि पढ्छौँ ओके। यो हासेन भनेको 8000 हो गाक्को भनेको स्कुल हो ओके। त्यस्तै गरेर यो पछाडिपट्टि के दिएको छ त्यसमा हेर्ने सुरुको रो भयो पछाडिको फुमा मारु पु दिएको छ अनि न दिएको छ। अब पछाडिपट्टि पु भइसकेपछि पापी पु पे पो प लाइन हो नि त होइन प लाइन भइसक्यो के गर्नु पर्यो आधा प लेख्नु पर्यो कि ओके। त्यस्तै गरेर हासाई लेख्दाखेरि के भयो सरी यो तलको वर्ड लेख्दाखेरि सुरुको हा भयो यो सा भयो यो इ भयो। अब यो सा भइसक्यो यसको प्रोनाउन्सिएसन के हुनु पर्यो आधा स हुनु पर्यो हासाई हुनु पर्यो ओके। त्यस्तै गरेर सुरुको जा भयो पछाडिको सी भयो आधा शब्द के हुनु पर्यो आधा स हुनु पर्यो जासी। हेर्नुहोस् त भनेपछि जापानिज भाषामा सबै आदि शब्दलाई के गर्दो रहेछ सानो चुले डिनोट गर्नु रहेछ र त्यसको प्रोनाउन्सिएसन त्योभन्दा पछाडिको वर्डमा डिपेन्ड गर्दो रहेछ। त्यो कुन लाइनको छ क लाइनको छ कि स लाइनको छ कि होइन त्यसैको आधा लेखिनु रहेछ। जस्तो यहाँ के भयो सी स लाइनको आधा स लेखियो यहाँ पनि सा स लाइनको आधा स लेखियो यहाँ पु प लाइनको भयो आधा प लेखियो। यसरी चाहिँ हामीले के गर्छौँ आदि शब्दलाई बुझ्न सक्छौँ ओके। तपाईँको यो जापानिजबाट नेपाली भयो ओके। अब तपाईँ नेपालीबाट जापानिज पनि लेख्नु पर्यो। जस्तो अब हामीले पढाउँदाखेरि दुईवटा लेख्छौँ। जस्तो हेर्नुहोस् त तपाईँलाई मैले दुईवटा वर्ड लेख्न दिएँ है। जस्तो मानौँ यो स्यासिन भनेर एउटा वर्ड लेख्न दिएँ तपाईँलाई मैले अर्को लेख्न दिएँ यतापट्टि कुनै एउटा वर्ड लेखौँ ओके। यहाँ नआएको वर्ड कुनै छ यहाँ मैले हाप्पुन लेखिदिएँ हेर्नुहोस् है यो दुईवटा वर्ड दिएँ। नेपालीबाट जापानिज लेख्नुहोस् भनेर दिएँ। अब नेपालीबाट जापानिज लेख्ने बेलामा थोरै तपाईँको आदि शब्द आउँदा बित्तिकै हामीले ध्यान के दिनु पर्यो भने तपाईँको यो आदि शब्दभन्दा पछाडिपट्टिको वर्ड हेर्नु पर्यो। पहिला यसलाई कन्फर्म गर्नु पर्यो तपाईँको आदि शब्द हो कि बेसबाट बनेको भन्ने कुरा ओके। अनि यहाँ पनि के दिएको छ आधा प को पछाडिपट्टि प नै आएको छ भनेको चाहिँ हामीले के बुझ्नु पर्यो भने तपाईँको आदि शब्द हामीले कस्तोलाई भन्छौँ भन्दाखेरि तपाईँको स को पछाडिपट्टि यहाँ स नै छ कि ओके न। यहाँ तपाईँको के छ क को पछाडिपट्टि क नै दिएको छ यहाँ के छ प को पछाडिपट्टि प नै छ यहाँ पनि स को पछाडिपट्टि स नै छ भनेपछि आदि शब्द हुनलाई के हुनु पर्यो त्योभन्दा पछाडिपट्टि त्यही शब्द हुनु पर्यो। प को पछाडिपट्टि प छ भनेपछि यो आधा शब्द भयो हो यो के भयो आदि शब्द भयो। यहाँ चाहिँ के दिएको छ आधा शब्दभन्दा पछाडिपट्टि के दिएको छ या दिएको छ ओके। अहिले हामीले पढेको रुल्समा के हो भने हामीले कि को बेसमा या लेख्यौँ भने यो के भएको थियो क्या भएको थियो होइन। जस्तो सी को बेसमा यो लेख्यो भने के भएको थियो स्यो भएको थियो। भन्न खोजेको मिनिङ चाहिँ
तपाईको आधा शब्दभन्दा पछाडिपट्टि या यो भन्ने ओड आएको छ भने त्यो बेसबाट बनेको हो। यदि तपाईको आधा शब्दभन्दा पछाडिपट्टि त्यही लाइनको शब्द छ भने त्यो के हो? आदि शब्द हो भन्न बुझाउन खोजेको है। अब हेर्नुस् त, तपाईले एउटा कुरा अझ के बुझ्नु पर्यो भने जस्तो तपाईलाई मैले यहाँ तपाईलाई स्या भनेर लेख्न दिएँ भने अब यो के को शब्दबाट कुन शब्दको बेसमा के आएर बनेको भन्ने कुरा याद गर्नु पर्यो। हेर्नु त यहाँ स्या लेख्दाखेरि तपाईको बेसमा आएको के हो? या हो। र हामीले भर्खर के भन्यो डेफिनेसनमा भन्दाखेरि तपाईको या यो जहिले पनि केमा आउँछ? इकारको बेसमा आउँछ भन्यो हैन। त इकार भनेको के हो? स को इकार सी हो हैन। भनेपछि यो सी को बेसमा या आएर स्या बनेको हो नि त। अब तपाईलाई मैले यहाँ बेओ लेख्न दिएँ भने ओके, यहाँ बेओ लेख्न दिएँ भने यो के को बेसमा के आएर बनेको हो? अब बेसमा यो भइहाल्यो। अब के को बेसमा? इकारमा हो। यहाँ ब छ, ब को इकार के हुन्छ? बी हुन्छ। ल हेर्नुस् त, भनेपछि हिमा देन बी, बी को बेसमा यो आएपछि के भयो? बेओ भयो। भनेपछि तपाईको आदि शब्दभन्दा पछाडिपट्टि या यो आएको छ, त्यो बेसबाट बन्यो। बेसबाट बनिसकेपछि के को बेसमा के आएर बन्यो भन्ने कुरा पनि एकदम क्लियर छ। जस्तो स्या लेख्न पर्यो भने के भयो? बेसमा या आयो, स को इकार सी भयो। यो बेओ लेख्न पर्यो भने बेसमा यो आयो अनि ब को इकार के भयो? बी भयो। यसरी तपाईले के गर्न सक्नुहुन्छ? छुटाउन सक्नुहुन्छ। र आधा शब्दभन्दा पछाडिपट्टि त्यही शब्द आएको छ भने त्यसलाई हामीले कसलाई के भन्छौँ? आदि शब्द भन्छौँ। भनेपछि यो केसमा हामीले लेख्दाखेरि के भयो? यो चाहिँ बेसबाट बनेको भयो, सी को बेसमा या आयो, स्या भयो अनि सिन भयो लेख्यो। यो चाहिँ के भयो? यो हा भयो। यो चाहिँ आदि शब्द भने सानो चु बनाउनु पर्यो अनि फुमा मारु पु अनि न। ल हेर्नुस् त, यो दुईटा फरक हेर्नुस् है। कति बेला चाहिँ सानो चु युज गर्ने, कति बेला चाहिँ बेसबाट बनेको भन्ने कुरा युज गर्न सक्नु पर्यो। नेपालीबाट जापानिज लेख्ने बेलामा जापानिजबाट नेपाली लेख्दा त हामीलाई झुकिँदैन, किन भन्दाखेरि सानो चु आउँदा बित्तिकै हामीले के भनेर प्रोनाउन्स गर्नु पर्यो? पछाडिको वर्ड के छ भन्ने कुरा हेर्नु पर्यो। ओके, अब तपाईँले जापानिजबाट लेख्दाखेरि तपाईँले यस्तो सी को बेसमा यहाँ छ भने स्या नै भनेर पढ्नुहुन्छ। अहिले तपाईँलाई मैले के पढाइरहेको छु? नेपालीबाट जापानिज पनि लेख्न सिकौँ भन्ने कुरा पढाइरहेको छु। ओके, यो कुरा चाहिँ तपाईँको रुल नम्बर 2 र रुल नम्बर 3 भयो। अब यसलाई राम्रोसँग हेर्नु होला र हामी अब अर्को भिडियोमा फेरि भेट्नेछौँ। हस्, धन्यवाद।